साथीहरू हामीले सानोमा हामीले पढ्ने बेला भनेका थियौँ मेरो सालो चाहिँ इन्डिया जान्छ भनेको थियो यो खासमा चाहिँ इन्डिया जानु छ इन्डिया जाने छ इन्डिया गएर दिलीपजी यो इन्डिया जाने अब इन्जिनियर पढेर पनि इन्डिया जाने यो के भन्न चाहनुहुन्छ तपाईँ यस्तो जान पनि मान्छे हुने रहेछ भने त गाली नगरे किनभने मनोबल गिल्छ हामी नि यहाँ बस्दा केही खेच्न सकेनौँ हामीले झन् भाडा माझ्ने पनि जागिर पाएनौँ तपाईले त पाउनु भएको के हो मेरो घरमा आउन म दिन्छु के तिमीलाई नहात्यौ न 20,000 आइस अरे साथी तिमीलाई म 10,000 आइस तिमीलाई अब जसले भाडा माग्छ उहिले मलाई जब दिन्छु भन्छ साला म ढुकिछु इन्डियामा गएर भाडा मागेर खासमा भन्दैन गाइज मसँग 1 रुपैयाँ छैन एउटा जब पनि छैन यो छक्का हो यो छक्का हो म्याच सिक्ने सायद मलाई लाग्छ यो छक्काको व्यापार गर्न जाने छ इन्डिया यो दलाल पनि हो अब हाम्रो दलाली भलकमा स्वागत छ दलाली भनेर त अर्काउने यता यता हो दलाली अच्छा टुक्ले माछु टुक्ले मुछु ए बा हाम्रो क्यामेरामा पस्छ तपाईको यो ठुकको शराब लाग्ने छ कुनै दिन भन्नुस् न सालामाइटी अन्तिममा तपाईले भन्नुस् अब हाम्रो भलक अब स्टार्ट भइसकेको थियो अब बन्द हुँदैछ अब त्यस्तै जिन्दगी पनि चलिरहेको थियो अब गाडु भएको छ लाडु भएको छ अब तिमी के भन्न चाहन्छौ तिमीहरू लाडो जस्तो काम गर्छौ पुलिसको अगाडि आएर पुलिस थाना खोइ भन्छौ अनि नेपाल सरकारमा गएर सरकारी अफिस कहाँ हो भनेर सोध्छौ अनि घन्टा हुन्छ प्रगति गर्नको लागि हामी कुनै आपत्ति छैन प्रगति पुग्छ मेहनत गर्नुस् तपाईको मेहनतको फल मिठो हुन्छ के म युट्युबर बन्न सक्न त साथी मेरो लाडा नि सक्दैन किन सक्दैन साथी ममा त्यस्तो खुबी के छैन अङ्ग छैन कि हेर्न सक्दैन कि आटो फोन उचाल्न सक्दैन कि किन सक्दैन साथी तिमीमा सबै खुबी छ साथी हजुर तिमीमा एउटा खुबी कम छ के खुबी कम छ साथी तिम्रो दाइ निगाडा सानो छ त्यो सानोले कुनै फरक पार्छ जस्तो लाग्दैन किनकि भर्ती हुन जाने होइन हामी अनि तपाईँ पुसमा लाउरे हुने मान्छे अहिलेसम्म उमेर पुगेको छैन भलगर भनेर केही गाईले देखाएको चाहे बरु तपाईँलाई सुहाउँछ सोचिरहेको थिएँ म पुसमा लाउरे हुन्छु भने थिएँ तर के गर्ने भाग्यले साथ दिएन फाउन पनि लागिसक्यो साथीहरूमा केटाहरू साथीहरू चिनेहरू मुझे बाइकमा हिँड्छ म मुझे पैदल हिँड्नु पऱ्यो साला भलगर भएर मुझे RN5 बाइक के भन्छ डुकमा हिँड्ने हो मुझे के गर्ने सालो आज मेरो प्लेनको चाबी नभेटेर हो प्लेनको चाबी हुन्छ त्यसलाई चाबी पनि भेट्दैन त्यही हो साथीहरू खोल्नेवाला भेटिन क्या कसरी खोल्नेवाला यसरी पछि बस आइसकेको छ बसले सायद हामीलाई मार्छ भन्ने आशा छ माऱ्यो भने हामीले सक्छौँ पैसा आन्छ हाम्रो बिटिआईबाट धरौटी आन्छ भन्ने मलाई बहुत पूर्ण विश्वास छ धरौटी आयो भने हामी झन् एकदम धनी हुन्छौँ धनी भयो भने हाम्रो बाले घडीहरू किन्छन् घडीहरू किन्यो भने मात्र नै हामी धनी हुन्छौँ होइन सालो आफ्नो बस्ने तपाईँ कस्तो खालको लाडे मान्छे र तपाईँले नराम्रो असभ्य शब्द नबोलिदिनु होला सभ्य भाषा बोलेर हिँडेको यति राम्रो मान्छेलाई चिनेको किन हो र एकान्छी परतिरैमा बुटोलमा हाम्रो खुल्लम रूपमा भलक बनाउने यस्तो आँट छ तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हुन्न दुःख लाग्छ यस्तै हो भने तपाईँलाई नेपालबाट निकाल्नु चिनेछु यार मैले यहाँलाई त हे भगवान् कहाँ देख्दा यहाँलाई जाऊ होइन भलक मानु त्यही हेर्नुहरू के हजुर तपाईँहरूको घर कहाँ हो र गुल्मी हो उसै अन्त चिन्दैन त तर दिए जस्तो लाग्थ्यो कि नाइ के त्यस्तो होइन भलक काट्न पनि सक्छु मैले भन्नुहरू एडिट गर्न आउँछ कि नै एडिट गर्न त आउन्न जस्ताको जस्तै हाल्ने हो त्यही पनि देखिहाल्नु हो त्यही भएर सबै भाषा पऱ्यो कति राम्रो हुनुहुन्छ ल मिलन सालो हाम्रो दिदीहरूलाई दिदी भन्न चाहनुहुन्छ दिदी नभन् कि गर्लफ्रेन्ड भन् गर्लफ्रेन्ड यता जा
हाम्रो गाइजहरू म तेरो घरमा दिदी बहिनी छैन भनेर गाइजहरू चप्पलले हान्ला फेरि गाइजहरू म सुटुक्क भन्छु यिनीहरू भनेको हाम्रो साइड सिक्स ए त्यस्तो हुँदैन यिनीहरू भनेको हाम्रो गर्लफ्रेन्ड हुन् ती राम्रा छन् भन्ने कुरा हामीले मात्र थाहा छ अगाडि फोकस गर त्यो आगे 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 जल्दी कर जल्दी चल 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 औरत की चक्कर में मत परो भाइ हामी एकदम ठगित छौँ फर्के अब भलो नानी पछि केटी देख्न सक्नुहुन्छ गाइस कति राम्री छिन् उनी मेरो गर्लफ्रेन्ड हुन् भनेकै ल गाइजहरू फाइनल हामी चटपट पसलमा आइसकेका छौँ चटपट झटपट लिटो मिठो खटपट के भन्न चाहन्छु चटपटको बारेमा के भन्नु चटपट पिरो मिलो